खास गरी रविमाथि दो यातना एक हिसाबको दियो। गल्ती अलिअलि महसुस भएको छ, स्वीकार्न पर्छ हैन। मैले गरे गल्ती भने के छ भने नेपाली कांग्रेसको संसदीय दलको कार्यालय भित्र अथवा चाहिँ नेपाली कांग्रेसको संसदीय दलको नेताको कार्यकक्ष भित्र तय भएको कुनै पनि कार्यक्रममा चाहिँ नि तपाई बोल्नुहोस् भनेपछि हैन, तपाई बोल्नुहोस् भने चाहिँ अझ मलाई त के भनेको थियो भने विश्वप्रकाश शर्माजीले गगनजी सँगै बसेर के भनेको थियो भन्दा तपाई चाहिँ राजसभा डिपार्टमेन्ट हेर्नुहोस् भन्थे। त्यस्तो धेरै त मैले गरिन। अलिअलि त्यो गल्ती पनि थियो जस्तो तपाईलाई अहिले रियलाइज हुन्छ जुन हैन। अहिले चाहिँ के लाग्यो भने मलाई चाहिँ त्यो सम्पत्ति शुद्धिकरण चाहिँ घुमाएर जुन मुद्दा लाग्यो नि, जिल्ला कुदाको छ हैन, अनि राति उठाएको छ नि, त्यो चाहिँ अपराध हो। अन्तिम इच्छासम्म सोधेर हैन, त्यो चाहिँ अपराध हो। यदि रवि लामिछानेजीले पनि त्यस्तै जघन्य कुनै अपराध गर्नुभएको छ नि उहाँ पनि हैन, फेरि पार्टीसँग जोडिएका अरू पात्रलाई प्रिभिलेज दियो के त्यो गभर्नमेन्टले त्यति बेला। त्यसैले त्यसो भएर त अहिले बुमराङ हो नि। बुमराङ के भनेको थियो भने विश्वप्रकाश शर्माजीले गगनजीसँगै बसेर के भनेको थियो भन्दाखेरि तपाईँ चाहिँ राजसभा डिपार्टमेन्ट हेर्नुहोस् भन्थे। त्यस्तो